फोटोसप एउटा पेन्टिङ सम्बन्धी आर्ट सम्बन्धी पनि प्रोग्राम भएको हुनाले यसबाट हामी के गर्न सक्छौँ त भन्दाखेरि ब्रस जसरी हामीले म्यानुअली विभिन्न कलर ब्रसहरू युज गर्छौँ त्यसरी ब्रसहरू हामी यसमा युज गर्न सक्छौँ। यहाँ ब्रस टुल अन्तर्गत तीनटा ब्रस हामीले पाउन सक्छौँ। एउटा ब्रस टुल छ, त्यसपछि अर्को टुल छ पेन्सिल टुल र अर्को चाहिँ कलर रिप्लेसमेन्ट टुल पनि छ त्यसमा। त्यसमध्ये ब्रस सेलेक्ट गर्दा साथ यहाँ माथिको स्ट्याटस एरियामा हामीले ब्रसको साइजहरू ब्रसको मोडहरू पनि तोक्न सक्छौँ। यसरी विभिन्न साइजको ब्रस अथवा ब्रसको मोड हामी लिन सक्छौँ। जसरी हामीले बजारमा पेन्टिङ ब्रस किन्दाखेरि 2 इन्चको ब्रस, 4 इन्चको ब्रस, 8 इन्चको ब्रस भनेर विभिन्न साइजको सानो त्योभन्दा सानो साइजको ठुलो साइजको ब्रसहरू पाउँछौँ। त्यसै गरी यहाँ पनि हामीले ब्रसको साइजलाई यति पोइन्ट कति पोइन्ट राख्ने हो हामी त्यसलाई सानो ठुलो गर्न सक्छौँ। जति ठुलो ब्रस राख्यो त्यति ठुलो पेन्टिङमा चाहिँ त्यसको इफेक्ट आउँछ। त्यसै गरी मोडमा हेर्ने भने विभिन्न मोड हुन्छ त्यसमा। ब्रस टुलबाट एउटा हामी यहाँ केही ड्र्याग गरी हेरौँ क्यानभासमा, जुन अहिले फोटोको क्यानभास छ त्यसमा केही पेन्ट गरी हेरौँ। यसरी पेन्ट गर्दाखेरि टुलबारमा देखिएको ब्याकग्राउन्ड र फोरग्राउन्ड कलर मध्ये फोरग्राउन्ड कलरमा जुन छ त्यही कलरले यसले पेन्ट गर्ने गर्छ। हामीलाई जुन कलरमा पेन्ट गर्नु छ फोरग्राउन्डमा गएर हामी त्यसलाई कलर चेन्ज गर्छौँ। जस्तो अब यहाँनिर रेडमा पेन्ट गर्नु छ भने हामी फोरग्राउन्डकोमा क्लिक गरेका छौँ। अब कलर पिकरबाट हामीले रेड टाइपको कलर सिलेक्ट गऱ्यौँ, त्यसलाई ओके गऱ्यो भने अब ड्र्याग गर्दाखेरि अथवा अब पेन्ट गर्दाखेरि चाहिँ त्यही मसीले पेन्ट हुन थाल्छ। यसरी हामीलाई जुन कलरको मसी चाहियो, जुन कलरको मसी युज गर्ने हो त्यो कलरको फोरग्राउन्डमा सेलेक्ट गरेर हामी जति साइजको ब्रस चाहियो त्यति साइजको ब्रस लिएर हामी त्यसलाई त्यहाँ पेन्टिङको काम गर्न सक्छौँ।